राष्ट्रिय गानमा सहभागिताका लागि यहाँहरू सबैमा धन्यवाद। ल साथीहरू, यति बेला खेलाडीहरूसँग यसै धनमुडा चौर समाज बुटोलका आयोजक टिमबाट खेलाडीहरूसँग परिचयात्मक कार्यक्रम सञ्चालन भइरहेको छ। यो कार्यक्रम बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नम्बर 3 नयाँ बजारमा भइरहेको छ। प्रेम मगर हो र भने अब हजुरहरूको कमेन्टहरूलाई पनि म स्थान दिनेछु। स्कोर बोर्ड सहितको लाइभ, एङ्करिङ सहितको लाइभ ठ्याक्क मिलाएर हामी लाइभ गर्नेछौँ साथीहरू। एकदमै राम्रो है, हेर्नुहोस् त आयोजकको ड्रेसअपहरू, अनि एकदमै राम्रो ड्रेस लगाउनु भएको छ, राम्रो फिनिसिङ छ है उहाँहरूको। ल हेर्नुहोस् है, खेलाडीहरूसँग के गर्दै हुनुहुन्छ भने ल है, दिदी बहिनीहरू त जानुभयो, फेरि पनि परिचय डबल परिचय हुँदैछ फेरि नयाँ सिस्टमबाट है साथीहरू। बाबा निकै नयाँ सिस्टमबाट यहाँ ह्यान्डसेक हुँदैछ खेलाडीसँग। धनमुडा समाज जुन यति बेला आयोजकका टोलीहरू जो बुटोलबाट बागलुङमा प्रस्थान गर्नुभयो, जो बसाइसराई गरेर उतै पलायन हुनुभएको थियो, जसले बुटोलतिर घर बनाउनु भएको थियो र गाउँलाई सम्झेर अहिले गाउँमा जुन नयाँ बजार मेला भनेर नामकरण गर्नुभयो, अत्यन्तै सफल हुँदैछ यो कार्यक्रम। हिजो थोरै पानी परेको कारणले गर्दा खेल रोकिएको थियो र अब पनि लगत्तै पानी पर्ने हो कि जस्तो देखिएको छ है साथीहरू। कस्तो आइरहेछ? रेशम खत्री हो र? रेशम खत्री कहाँ देखियो तपाईँ? लाइभ क्लियर आएको छ कि नै भन्नु होला साथी। आदरणीय महानुभावहरू, कृपया खेललाई मैले एकैछिन रेफ्रिजरहरू यहाँ एउटा सानो कार्यक्रम रहेका कारणले मैले क्षमा चाहन्छु तपाईँहरूसँग। एउटा यस्तो कार्यक्रमको आयोजना गरिएको छ जहाँ अग्रजदेखि अनुजसम्म सबैलाई सम्झिने, यहाँ इन्डियन आर्मीमा कार्यरत स्पाइकको पालो हुँदैछ है साथीहरू। स्वर्गीय विजय केसीजी, त्यस्तै अस्ति भर्खर नयाँ वर्षको दिन 1 गते ज्यान गुमाउनु हुने यहाँका असाध्य समारोहले व्यक्तित्व राजकुमार सार्कीजी, जसलाई भर्खरै हामीले युवा अवस्थामा गुमाउन पुग्यौँ र यो देशलाई आजको अवस्थासम्म पुर्याउनका निम्ति अनेकन आन्दोलनमा, अनेकन विद्रोहमा ज्यान गुमाउने वीर शहीदहरूको सम्झनामा पहिला हाम्रा आदरणीय व्यक्तित्वहरू जसलाई हामीले गुमाउन पुग्यौँ, विजय केसीजी र वैकुण्ठवासी राजकुमार सार्कीजीको तस्विरमा माल्यार्पण गरिदिनुका लागि म कार्यक्रमका अध्यक्षज्यू र प्रमुख अतिथिज्यूलाई पल्लो भागमा गइदिनु हुन हार्दिक र विनम्र आग्रह गर्दछु। जसले चाहिँ 1 गते ज्यान गुमाउनु भएको रहेछ है, उहाँको सम्झनामा कृपया महिला दिदीबहिनीहरू अलिकति ठाउँ खाली गरिदिनु होला। कार्यक्रमका विशिष्ट अतिथिज्यू म यहाँलाई पनि तलतरी सहभागी भइदिनु हुन हार्दिक र विनम्र आग्रह गर्दछु। र सहितको हाम्रा अग्रज व्यक्तित्व जो हामी बिचमा हुनुहुन्न, उहाँहरूको तस्विरमा माल्यार्पण गरिदिनु हुनका निम्ति, हाम्रा स्मरणीय व्यक्तित्वहरूको तस्विरमा माल्यार्पण गरिदिनु हुनका निम्ति म हार्दिक र विनम्र आग्रह गर्दछु। त्यसपछि हामी प्रथम शहीद लखन थापाज्यूको तस्विरमा माल्यार्पणको काम चल्दैछ। त्यस्तै स्वर्गीय तस्विरमा माल्यार्पण गर्ने काम चल्दैछ। कार्यक्रमको अध्यक्षज्यू र प्रमुख अतिथिज्यूले बल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। खेलाडीसँग परिचयात्मक कार्यक्रम र बल हस्तान्तरण गर्ने कार्यक्रममा सहभागिताका लागि यस कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू
खेललाई अगाडि गइदिनु हुनका लागि हार्दिक र विनम्र आग्रह गर्दछु। नारायण थापाजी, गणेश नेउपानेजी, विशिष्ट अतिथिज्यूहरू कृपया सबैलाई खेलाडीहरूसँग परिचयात्मक कार्यक्रममा सहभागिताका लागि म हार्दिक र विनम्र आग्रह गर्दछु। त्यस पछाडि बल हस्तान्तरणको कार्यक्रम हुनेछ। है त्यहाँ विश्वास अधिकारीले खत्रै तरिकाले नमस्कार गर्दै हुनुहुन्छ है। बा कस्तो राम्रो नमस्ते गर्नुभयो त विश्वास अधिकारीले। है विवश आलेले पनि कडाइदिनु भएको छ है। उमेश सेन्चुरीले नि उस्तै सबै खेलाडीहरू एकदमै अनुशासित तरिकाले र परिचयात्मक कार्यक्रम चलिराखेको छ। गिरी थापा स्वागत छ है। अध्यक्ष देव थापाज्यू, यस वडाका वडा अध्यक्षज्यू लगायत विशिष्ट पाहुनागणहरूले खेलाडीहरूलाई सफलताको शुभकामना सहित परिचयात्मक कार्यक्रम चल्दैछ। अब अध्यक्षज्यू र प्रमुख अतिथिज्यूले म्याच रेफ्रीलाई एउटा सामूहिक तस्बिर फोटो सेसन गरिदिनुको लागि फोटो खिच्ने काममा फोटोग्राफर साथीहरू हुन त मैले यहाँ भन्नै पर्दैन, जहाँ रेशम बोरा हुनुहुन्छ त्यहाँ कहाँ फोटो खिच्ने भन्ने विषयमा छलफल गरिराख्नु पर्दैन। अब खेल रेफ्रीलाई बल हस्तान्तरण गरिदिनु हुनका निम्ति म यस कार्यक्रमका अध्यक्षज्यूलाई हार्दिक र विनम्र आग्रह गर्दछु। कृपया सबैले ताली बजाएर बधाई भनौँ हो। कम्दा दुःखले खेलेर आज यो ठाउँसम्म आइपुग्नु भएको हो। आज फाइनल गेममा उहाँहरूको घम्सी चल्दैछ। अध्यक्षज्यूले खेल राम्रोसँग सम्पन्न होस् भन्ने कामना गर्दै बल हस्तान्तरण गर्दै हुनुहुन्छ। सबैले ताली बजाइराखौँ हजुर। यो बल दिने बेलासम्म ताली जति बजायो स्वास्थ्यका निम्ति पनि त्यति राम्रो हो। पहिला खेल पनि स्वास्थ्यका निम्ति र मनोरञ्जनका निम्ति मात्रै हुन्थ्यो। अहिले खेलको परिभाषा पनि बदलिएको छ। फोटो सेसनको काम चल्दैछ। देवदाई, आज तपाईँको हृदय पक्कै पुलकित भएको छ। हिजो बडा चिन्ताग्रस्त हुनुहुन्थ्यो देवदाई, बडा चिन्तामा हुनुहुन्थ्यो। धनमुडा चौरस समाजका पदाधिकारी साथीहरू आज त्यो चिन्ताको र तनावको बादल फारेर एउटा उज्यालो छाएको छ। तपाईँहरूले जुन पवित्र उद्देश्य राखेर ठुलो लगानी सहित यस्तो दिव्य भव्य कार्यक्रमको आयोजना गर्नुभयो र आज त्यो सम्पन्न उन्मुख बनेको छ। तपाईँहरू साँच्चीकै अब धन्यवादका र बधाईका पात्र दुवै हुनुहुन्छ। यहाँहरूलाई धेरै धेरै बधाई व्यक्त गर्दै तपाईँहरूले लिनुभएको आशातीत उद्देश्य पुरा हुने चरणमा आइपुग्नु भएको छ। यहाँहरू धनमुडा चौर समाजलाई पनि धेरै धेरै बधाई व्यक्त गर्दछौँ। यो सत्कर्मका निम्ति, यो मेहनतका निम्ति, यो लगानीका निम्ति पनि धेरै धेरै बधाई व्यक्त गर्दछौँ। अब हामी यो खेलको सुरुमै खेलाडी साथीहरूसँग फोटो सेसन कार्यक्रम चल्दैछ। अब धनमुडा चौर समाजका खेलाडी साथीहरू यहाँहरू पनि फोटो सेसनका लागि तयार भएर अगाडि आइदिनु होला। धनमुडा चौर समाजका खेलाडी साथीहरू कृपया फोटो सेसनका लागि, उहाँहरू एकजना खेलाडी छुट्नु भएको छ, कृपया आइदिनु होला। अघिकै पोजमा यहाँहरू बस्नुहुन्छ, अरू साथीहरू उभिनुहुन्छ। त्यसो भयो भने ठाउँ फेरि गरिरहन धेरै समय लाग्दैन। लाइभ कस्तो आइरहेको छ साथीहरू भन्नुहोस् है, भन्नुहोस्। मुख्य प्रायोजक आदरणीय मनु खड्काजीको भाइ यहाँ आउनुभएको छ। विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि असाध्यै समादरणीय व्यक्तित्व, जसलाई हामीले असाध्यै सम्मानका साथमा सम्झिराखेका छौँ, मनु खड्काजीका भाइ रमेश खड्काजी। रमेशजी, म यहाँलाई मञ्चमा आइदिनु हुन हार्दिक र विनम्र आग्रह गर्दछु। रमेशजी, तपाईँको परिवारले नै यो कार्यक्रम सम्पन्न गर्नका निम्ति ठुलो भूमिका खेल्नु भएको छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै आभार, कृतज्ञता व्यक्त गर्दै समस्त सहयोगीहरूलाई फेरि एकपटक धन्यवाद र आभार, कृतज्ञता व्यक्त गर्दै यहाँहरू सबैको आजको दिन असाध्यै आनन्ददायी बनोस् भन्ने कामनाका साथमा भलिबल प्रतियोगितालाई अगाडि बढाइदिनुको लागि म आग्रह गर्दछु।
साथीहरू भन्नु, म म्यानेजमेन्ट गर्नेछु भन्नु होला। बाबा चिरण खड्का, विप्सन शाही, हिमाल सुनारी बाबा है, विश्वास अधिकारी एडी बाबा, जीवन सुनार बाबा, सञ्जु विक्रम हो, सङ्गम सिरिस बाबा, हो बाबा, चिरण खड्का, उमेश सेन्चुरी, नेट सोलो छ हजुर, नेट सोलो छ है, नेट सोलो छ यहाँ, नेटमा एकदम समस्या छ। अहिले कस्तो आइरहेछ अमृत मगरजी, सन्जु कापाजी भनिदिनु होला। हो हिमाल सुनारी बाबा, बलै फुटाल्छन् जस्तो हान्छन् त हिमालले त बाबा। हो हिमालको निकै पावरफुल स्पाइकहरू आइरहेछ है साथीहरू, हेर्नुहोस् है, साइड चेन्ज भएको छ बाबा। विप्सन शाही, हो विश्वास अधिकारी, यताबाट विश्वास अधिकारी र हिमाल सुनारी क्विकमा हुनुहुन्छ भने उताबाट विप्सन शाही ठकुरी र चिरण खड्का है, दुवैतर्फ दुईवटा क्विक हुनुहुन्छ। एकातर्फबाट सुभाष कुँवर परदेशी हातेमालोबाट सुभाष कुँवर पर्वत जिल्लाका खेलाडी सेटरमा हुनुहुन्छ भने अर्कोतर्फबाट गण्डकी प्रदेशका सेटर विवश आले रहनु भएको छ जर्सी नम्बर 10 मा। गण्डकी प्रदेशको सेट टिम यति बेला नयाँ बजार धनमुडा समाज आयोजकको टिमबाट खेल प्रदर्शन गर्दै हुनुहुन्छ। यो फाइनल खेल हो भने परदेशी हातेमालोबाट जीवन सुनारलाई ठुलो जिम्मेवारी रहेको छ यति बेला। मनु खड्का जो विदेशमा हुनुहुन्छ, हाल दुबईमा कार्यरत हुनुहुन्छ, मनु खड्का जो मुख्य प्रायोजकको रूपमा रहनु भएको छ, जसले यस कार्यक्रमको लागि 2,50,000 धनराशि सहयोग गर्नुभएको छ। उहाँको भाइ यति बेला कोचको रूपमा पनि हामीले देख्न पाइरहेका छौँ। लाइभ कस्तो छ एक्चुअली सबैजनाले भनिदिनु होला, लाइभ सेयर पनि गर्नु होला कस्तो आइरहेको छ। स्कोर बोर्ड सहितको लाइभ हजुरहरूले देख्न पाउनुहुनेछ। मनु सुनार हो भने मनु सुनार है, मनु खड्का भनेर लेखेको छ है, मनु खड्का। समीर बोराजी ब्यानरमा पनि त्यही लेखेको छ। मनु सरसँग मेरो चिनजान पनि छ, हुन सुनार हुनुहुन्छ होला, खड्का बनाउनु भएको छ है। अहिले थरहरू धेरै परिवर्तन हुने गर्दछन्। समीर बोराजी स्वागत छ हजुरलाई, कहाँदेखि हुनुहुन्छ? हजुरहरूको कमेन्टहरू हेर्न म आतुर छु। अहिले स्कोर बोर्ड हान्ने क्रममा हजुरहरूको कमेन्टहरू लिन सक्ने छैन, त्यति बेला गाह्रो नमान्नु होला। त्यो भएको हुँदा अहिले खाली समयमा हजुरहरूले कमेन्ट गर्नु होला है। हो विश्वास अधिकारी, अशोक श्रेष्ठ हेर्नुहोस् त बाबा, अशोक श्रेष्ठ ब्यागबाट हो ल है। जीवन सुनारहरूको तर्फबाट सन्जु विक्रम शाह, निकै अनुशासित खेलाडी भन्नुपर्छ। सन्जु विक्रम शाह गण्डकी प्रदेशको टिम क्याप्टेनको रूपमा ठुलो जिम्मेवारी छ। कुनै समय मणिमुकुन्दमा पनि आबद्ध रहनुभयो। सन्जु निकै पुरानो खेलाडी हुनुहुन्छ है, लगभग यहाँ मध्ये सबैभन्दा पुरानो खेलाडी भनेको सन्जु नै हुनुहुन्छ है। र अहिलेको यो गेममा अहिले फाइनल खेलमा युवा खेलाडी भनेको हाम्रो विप्सन शाही मात्र हुनुहुन्छ। गलकोट नगरपालिका वडा नम्बर 11 मनेवा रिगाका खेलाडी हुनुहुन्छ विप्सन शाही, धेरैले चिन्नुहुन्छ, नयाँ खेलाडी है, उदयमान खेलाडी विप्सन शाही हुनुहुन्छ भने निकै पुरानो खेलाडी सन्जु विक्रम शाह हुनुहुन्छ यो खेलमा यति बेला। र गुल्मीबाट भने यति बेला यो खेलमा 2 जना खेलाडीहरू आज समावेश हुनुभएको छ। सौरभ फुङजेली गुल्मी दरबार गाउँपालिकाका खेलाडी हुनुहुन्छ भने चिरण खड्का मदाने गाउँपालिकाका हुनुहुन्छ। टिपटप हेल्प नेपालबाट कप्तानी सम्हालिसक्नुभएका खेलाडी चिरण खड्का, जसको घर मदानेमा पर्छ। पिछडिएको ठाउँमा जन्मिएर पनि खेलमा एकदमै प्रगति गरेको चिरण खड्का, जीवन सुनारी जस्ता खेलाडीहरू हुनुहुन्छ। र लुम्बिनी प्रदेशको टिम क्याप्टेनको रूपमा पनि हुनुहुन्छ। अस्ति भर्खर मात्र दाङमा आयोजना भएको कार्यक्रममा चिरण खड्काको टिम कप्तानीमा गुल्मीले विजय
यानि कि जित हासिल गर्न सफल भएको थियो साथीहरू। सन्जुको एज कति भयो भन्नुभएको छ राजन थापा। सन्जुको एज कति भयो होला यसो अनुमान गर्नुहोस् त हजुरहरूले। समीर बोहरा हजुरहरूले अनुमान गर्नुहोस् है ल। र अहिलेको खेललाई सन्तोष पुन र सुजन राणाले सञ्चालन गर्दै हुनुहुन्छ। सन्तोष है, सन्तोष र आज सुजनले सञ्चालन गर्दै हुनुहुन्छ। सन्तोष पुन गुल्मीका रेफ्री हुनुहुन्छ है उहाँ चाहिँ। गुल्मीका एकदमै अस्तव्यस्त धेरै ठाउँ व्यस्त हुने रेफ्री हुनुहुन्छ उहाँ चाहिँ। सन्तोष पुनलाई धेरैले चिन्नुहुन्छ होला, उहाँले आफै गीत पनि गाउने गर्नुहुन्छ। कलाकारिता क्षेत्रमा पनि उहाँ अगाडि हुनुहुन्छ है। र आजको खेलमा सम्भवतः लाग्छ प्रमुख रेफ्रीको रूपमा देख्न पाउनेछौँ सन्तोष पुनलाई। गुल्मीदेखि हुनुहुन्छ भने सुजन राणा रूपन्देहीदेखि हुनुहुन्छ, उहाँ सहायक रेफ्रीको रूपमा रहनुहुनेछ। नमस्ते खेलप्रेमी दर्शक महानुभाव। हजुर हजुर पक्कै धर्मराचौर समाज बुटोलद्वारा आयोजित नयाँ बजार मेला 2083 को यो अन्तिम दिनको फाइनल खेल धर्मराचौर समाज बुटोल भर्सेस परदेशी हाटमालो बिच हुँदैछ। उक्त गेम सञ्चालन गर्न लागि फर्स्ट हुनुहुन्छ सन्तोष पुन नेसनल भलिबल रेफ्री है गुल्मीदेखि उहाँ चाहिँ। र दोस्रो रेफ्री हुनुहुन्छ सुजन राणा मगर नेसनल भलिबल रेफ्री फ्रम रूपन्देही है साथीहरू। ल ह्यान्डचेक गर्दै हुनुहुन्छ एकअर्कामा। आज निकै तात्ने छ दर्शकहरूको ढुकढुकी बढाउने खेल। यतिको रोचक खेल सायद नेपालमा यति बेला कुनै ठाउँमा पनि भइरहेको छैन यो बेलामा। आजको दिनमा लिब्रो अनि हेड कोचको परिचय दिन थालेको छु। टिम मेम्बर हुनुहुन्छ धर्मराचौर समाज बुटोलका खेलाडी भाइहरू। जर्सी नम्बर 1 हिमाल सुनारी मगर, नम्बर 3 अशोक श्रेष्ठ, जर्सी नम्बर 6 विश्वास अधिकारी, जर्सी नम्बर 7 टिम क्याप्टेन उमेश सेन्चुरी, जर्सी नम्बर 9 सञ्जु विक्रम शाह, जर्सी नम्बर 10 विवश आले मगर, जर्सी नम्बर 19 टिम लिब्रो हुन्छ कुञ्जन साई ठकुरी र हेड कोच हुनुहुन्छ सुभाष शर्मा। परदेशी हाटमालोका खेलाडी भाइहरू जर्सी नम्बर 1 टिम क्याप्टेन सुभाष कुमार, जर्सी नम्बर 3 चिरन खड्का, जर्सी नम्बर 4 जीवन सुन, जर्सी नम्बर 6 दिपसन साई ठकुरी, जर्सी नम्बर 9 सङ्गम श्रीष मगर, जर्सी नम्बर 19 दिपेश थापा र टिम लिब्रो हुनुहुन्छ जर्सी नम्बर 12 सौरभ खुङ्गेली मगर र हेड कोच हुनुहुन्छ सूर्य बोहरा। धन्यवाद। ल साथीहरू होस् भइसकेको सर्भिस विवशाले सर्भिसमा सन्जुले खाता खोलिसक्नु भएको छ यहाँ। ओहो चिरन खड्का धकल्दैछन् त्यहाँ सन्जु। ओहो ला 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 जीवन सुनार बचाउँदै सुभाष बल क्रस गरे यहाँ। कुञ्जनको हातमा बल सन्जु बाबा माथिबाट है। नम्बर 2-0 है साथीहरू। 8 बजीबाट हुने भनेको खेल यति बेला ठ्याक्कै 1 बजे सुरु भएको छ। 1:15 जाँदा सुरु भयो है साथीहरू। बलिङर भाइहरू बललाई राम्रोसँग केयर गर्नु ल। सर्भिस यहाँ विवशाले सेटर रहेका थिए। जीवन बाबा अशोक दिपेश राम्रो बचाउ कुञ्जनको यहाँ। ल ल ल ल बाबा यहाँ विश्वास अधिकारी निकै राम्रो प्रहारले अङ्क दिलाएका छन्। यहाँ अङ्क रहेको छ गण्डकी प्रदेशको आयोजक यहाँ आयोजकबाट खेलिरहनु भएको छ। आयोजकको टिम 3 रहेको छ भने परदेशी हातेमालो बरेङ युएई अङ्क 0। सर्भिस विवशाले पुनः दिपेश निकै राम्रो ब्लक यहाँ। 4-0 सुरुवातमा यति बेला आयोजकको टिम अग्रता कायम गर्दैछ भने परदेशी हातेमालो हालसम्म कुनै पनि खाता खोल्न सकिरहेको छैन। सर्भिसमा विवशाले पुनः सुभाष गण्डकीको सेट टिम आएको छ यहाँ। चिरन खड्का लहै
ओहो बाबा कुञ्जनको राम्रो बचाउ 1-4 बाबा 1-4 है। चिरण खड्का निकै शक्तिशाली प्रहारलाई सजिलै नियन्त्रण गरेका थिए त्यहाँ। सर्भिसमा जीवन सुनार जर्सी नम्बर 4 टिम कप्तानीको रूपमा रहेका छन्, उनलाई ठुलो जिम्मेवारी छ यहाँ। हो अशोक सङ्गम सिरिजले छेकिदिएका छन् त्यहाँ। 2-4 लाइभ कस्तो आइरहेको छ भन्नुहोला, लाइभ बिग्रियो भने भन्नुहोला, म म्यानेज गर्नेछु साथीहरू। सर्भिसमा पुनः जीवन सुनार, डिफेन्स उमेश सेन्चुरी बाबा विश्वास अधिकारी 5-2 सर्भिसमा सञ्जु विक्रम शाह जर्सी नम्बर 9 मा रहनुभएको छ। सञ्जु विक्रम गण्डकी प्रदेशको टिम क्याप्टेनको रूपमा पनि र आयोजकबाट यति बेला धनमुडाले सञ्जुको गण्डकी प्रदेशको से टिमलाई निमन्त्रणा गरेको थियो र निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै सञ्जु विक्रमले टिम लिएर आउनुभएको थियो। चिरण खड्का सर्भिसमा जर्सी नम्बर 3 परदेशी हातेमालोबाट सर्भिस भने बाहिरिएको छ। यो साना मिस्टेकले गर्दा नै गेम हार्नुपर्ने हुन्छ। 2,25,000 को यो खेल, 2,25,555 रुपियाँको यो खेल हो। सर्भिस विश्वास अधिकारी जीवनको डिफेन्स बाबा युवा खेलाडी यहाँ विप्सन शाही 4 छ। मैले अघि पनि भनेको थिएँ उमेरले पाएको खेलाडी सञ्जु हुनुहुन्छ यति बेला भने युवा खेलाडी स्टार खेलाडीको रूपमा उदयमान सानो उमेरको रूपमा विप्सन शाही गलकोट नगरपालिका रिगाका खेलाडीलाई अशोक छेकिदिए यहाँ। सङ्गम सिरिज अशोक श्रेष्ठको स्पाइकलाई 5 छ। हेर्नुहोस् त बाबा 5 छ है। सर्भिसमा भने दिपेश थापा क्लब स्तरीयका चर्चित खेलाडी दिपेश थापा हिजो बेस्ट प्लेयरको रूपमा रहेका थिए। ओहो स्पाइक बने जालन्तर हुन पुग्यो यहाँ। 6 बराबर यहाँ कमब्याक भइसकेको छ। परदेशी हातेमालो मनु खड्काको टिम जसले 2,50,000 यो कार्यक्रमको लागि सहयोग गर्नुभएको छ। मुख्य प्रायोजकको रूपमा रहनुभएको छ मनु खड्का, उहाँको टिम हो यो। राम्रो स्पाइक उमेश सेन्चुरी राम्रो बचाउ यहाँ। दिपेश सङ्गम बल कटाउँदै यहाँ हिमाल। ओहो हिमाल के गरे त यो बाबा 7 छ। 1 अङ्कले लिड गर्दै यहाँ परदेशी हातेमालो। ओहो उमेश यहाँ ब्लक आउट बनाउँदैछन् उमेश। 7 बराबर पहिलो सेटमै हेर्नुहोस् त 7 बराबरीमा खेल सञ्चालन भइरहेको छ। सर्भिसमा जर्सी नम्बर 3 बाट आयोजकको टिमबाट अशोक श्रेष्ठ सर्भिसमा डिफेन्स यहाँ सङ्गम बाबा राम्रो बचाउ सञ्जुको यहाँ बल खटाउँदै उमेश लहाइ विप्सन। ओहो विप्सन यहाँ उमेशको ब्लकमा अङ्क दिलाएका छन्। अङ्क 8-7। जर्सी नम्बर 9 बाट यहाँ सर्भिस गर्दै परदेशी हातेमालो सङ्गम सिरिज। सर्भिस भने इरर हुन पुग्यो। 8 बराबर है। उमेश सेन्चुरी सर्भिसमा जर्सी नम्बर 7 आयोजकको टिमबाट बराबरीमा खेल। पहिलो सेटको खेल हो यो। कार्यक्रम बागलुङको बोरिङमा भइरहेको छ। जीवन बल क्रस गर्दै सञ्जु। ओहो राम्रो बचाउ सौरभ फुङसेली। ओहो जीवन यहाँनिर मिस्टेक गर्दै अङ्क आयोजकलाई 9-8। सर्भिसमा पुनः जोडिँदै उमेश सेन्चुरी सोबलका किङ भनेर चिन्थ्यौँ हामीले। अहिले त स्पाइक पनि राम्रो छ उमेशको र निकै अनुशासित खेलाडी। गुल्मीतिर बागलुङतिर उनलाई साह्रै माया गर्नुहुन्छ। स्पोन्सरको रूपमा उनले टिम पनि लिएर आउने गर्दछन्। चक्रेश्वर मेला हुँदै धेरै ठाउँमा उमेशले टिम लिएर आएको हामी देख्छौँ र उनको ओडाको टिम पनि निकै बलियो रहेको छ है उमेशको। विप्सन साई सर्भिस गर्दै यहाँ बल ढोगेर सर्भिस गर्दैछन् विप्सनले। आज केही हुन्छ कि अब। सञ्जु राम्रो बचाउ सङ्गम चान्स हुनसक्छ। बाबा पुनः बचाउ जस्तो स्पाइक उस्तै बचाउ छ यहाँ। जीवन राम्रो बचाउ कुञ्जन सञ्जु बाहिरियो यहाँ बल भने बाहिरिएको छ। 10-9 1 अङ्कले लिड गर्दै यहाँ परदेशी हातेमालो।
विप्सन शाही सर्भिसको लागि जोडिँदै जर्सी नम्बर 6 मा देख्न पाइरहेका छौँ विप्सन शाही र उनको इक्जाम पनि नजिक छ भन्ने कुरो थिए। हिजो जान खोजिरहेका थिए र परदेशी हातेमालोबाट रोकिएका खेलाडी भन्नुपर्छ। यहाँ जीवन बाबा निकै पावरफुल रहेको थियो उनको स्पाइक। 11-9 विप्सनले लगातार सर्भिस गरिरहेका छन्। यहाँ जर्सी नम्बर 6 अशोकको डिफेन्स। यहाँ सन्जु बाबा राम्रो बचाउ सङ्गम। ओहो उस्तै बचाउ त्यहाँ उमेशको बाबा नेट टच। सन्जुको यहाँ नेट टच अपिल गर्दैछन् सन्जुले, तर रेफ्रीले नेट टचको इसारा गर्दै हुनुहुन्छ। सन्तोष पुन गुलमेली रेफ्री हुनुहुन्छ, राष्ट्रिय भलिबल रेफ्री सन्तोष पुन प्रमुख रेफ्रीको रूपमा देख्न पाइरहेका छौँ भने सहायक रेफ्रीमा सुजन राणा रूपन्देहीदेखि हुनुहुन्छ र रेफ्री संयोजकमा किसान चन्दको टिमले यति बेला बागलुङमा रेफ्रीको भूमिका निभाइरहनु भएको छ। उहाँहरूको योगदान निकै ठुलो छ साथीहरू। विशेष गरी यो मैदान हिजो पानी परेको थियो, बिहान हिलो थियो र बिहानैदेखि उहाँहरू आफै रेफ्रीहरू प्लस आयोजक साथीहरू खटेर नै यहाँ सफल पार्दै हुनुहुन्छ यो कार्यक्रमलाई। सन्जु अङ्क लिँदै यहाँ सन्जुको टिम 10-12 नम्बर 10-12 है साथीहरू। सर्भिसमा हिमाल सुनारीको सिग्नेचर स्पाइक हेर्नुपर्नेछ। बाबा छड्काइ हान्दैछन् है जीवन सुनार। 13-10 कतै 2,25,555 को बिटो जीवन सुनारको टिमले उठाउने त होइन साथीहरू। डिफेन्स यहाँ बाबा राम्रो बचाउ सौरभ फुङ्जेली। ओहो चिरण खड्का 14-10 बाबा कतै चिरणले हुग्दी खोलाको माछा खाएर त होइन यस्तो हानेको, असला माछा पो खायो कि क्या हो चिरण खड्काले। ओहो के हुँदैछ? सन्जु रिसाउँदै पो छन् त, के भयो? सन्जुको दिमाग खराब भयो जस्तो छ है साथीहरू। अब 15-10 को स्थिति यहाँहरूलाई पुनः जानकारी गराउँ। यो कार्यक्रम बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नम्बर 3 नयाँ बजारमा भइरहेको छ। शान्तिपुर बजार गुल्मीको शान्तिपुर बजारभन्दा केही माथि र बरेङ बजारभन्दा केही तल नयाँ बजार भन्ने ठाउँ छ। र यतातिर आउनुभयो भने हजुरहरू यतातिर पनि भिजिट गर्न सक्नुहुनेछ। अत्यन्तै राम्रो ठाउँ रहेको छ यहाँ। सर्भिस सुभाष कुँवर सन्जु निकै पावरफुल स्पाइकबाट अङ्क लिँदै यहाँ नम्बर 11-15 है। हजुर सुमन ठकुरी अवश्य पनि सन्तोष पनि बिजी हुनुहुन्छ होला होइन। ओहो जीवन यहाँ गल्ती गर्दै स्पाइक बने जालीमा। 12-15 है साथीहरू। सर्भिस विवशालेको यहाँ चिरण खड्का नम्बर धर्मचौर समाज बुटोललाई 13-15 दुई अङ्कले लिड गर्दैछ अझै पनि परदेशी हातेमालो र यहाँनिर अझै पनि मेहनत गर्नुपर्ने देखिन्छ आयोजकको टिमलाई। 2 अङ्कको लागि बाबा दिपेश थापा ब्लक माथिबाट हान्दैछन्। अशोक राम्रो बचाउ यहाँ सौरभको। दिपेश राम्रो बचाउ कुञ्जन। सन्जु राम्रो बचाउ यहाँ हेरौँ के हुन्छ। अशोक भन्दैछन् त्यहाँ ल है अङ्क भने यहाँ आयोजकको टिमलाई 14-15 है साथीहरू। बाबा 14-15 फर्स्ट टाइमर भाइ परदेशी हातेमालो। कमेन्ट गर्नुहोला। खाली समयमा हजुरहरूको कमेन्टहरूलाई म स्थान दिने कोसिस गर्नेछु र यहाँहरूले खाली समयलाई सदुपयोग गर्दै हाम्रो लाइभ मन परेको छ, हाम्रो कमेन्ट्री मन परेको छ भने यहाँहरूले लाइक गरिदिनु होला भिडियोलाई र सक्दो सेयर पनि गरिदिनु होला। धनमुडा चौरा समाज बुटोलले आयोजना गरेको यो कार्यक्रम जो आयोजकको रूपमा यसै गाउँमा जन्मिएका व्यक्तिहरू जो
विदेश नभएर कोही विदेश कोही बुटोलमा पलायन भइसकेपछि गाउँ सम्झिएर गाउँमै आएर यो कार्यक्रम आयोजना गर्नुभएको छ र यो आज कार्यक्रम सम्पन्न हुँदैछ। जीवन बाबा ताकी ताकी हान्दैछ नै जीवनले 16-14 16-14 जीवन सुनार यहाँ ताकी ताकी हान्दैछन् निकै राम्रो कटिङ सहित सर्भिस। यहाँ डिफेन्स उमेश सेन्चुरी सन्जु बाबा घुमी घुमी है सन्जुले 15-16 हजुर विवेक गुरुङ अवश्य पनि होइन सुभाषजी खेल खबर एउटै होइन नि। म खेलकुद नेपाल मेरो घर गुल्मी हो, गुल्मी मुसिकोट पर्छ मेरो घर। अब गुल्मीको मुसिकोटमा पनि हुँदैछ है साथीहरू, 17-15 गुल्मीको मुसिकोटमा पनि महामेला हुँदैछ, नगरपालिकाले आयोजना गर्दैछ। पालिका स्तरीय गेम, राष्ट्रपति रनिङ सिल्ड लगायत धेरै कार्यक्रमहरू रहेका छन्। सर्भिसमा चिरण खड्का 15-16 को स्थितिमा खेल उमेश बाबा निकै राम्रो स्पाइक 16-17 है मिस्टेक भएछ 16-17। सर्भिसमा जर्सी नम्बर 6 विश्वास अधिकारी एडी भनेर चिन्छौँ, युवतीहरूका ढुकढुकी विश्वास अधिकारी है साथीहरू। ओहो विप्सन निकै राम्रो कटिङ थियो त्यहाँ 17 बराबर ल है। उमेशले जिउरो निकाल्दैछन् है 17 बराबर। अशोकलाई ताकी ताकी हान्दै थिए तर स्पाइक भने जालन्तर हुन पुग्यो। काले 3 खोइ भन्नुभएको छ, कुन काले होला? दिपेश उमेश सेन्चुरी ब्लक भने लगाएका छन्। 18-17 सर्भिसमा विश्वास अधिकारी एडी बाबा विप्सन ओहो चान्स सङ्गम ब्लक। यहाँ आज भने सङ्गमको त्यति स्पाइकहरू देख्न पाइरहेका छैनौँ हामीले। सेटरको रूपमा परदेशी हातेमालोबाट पर्वत जिल्लाका सुभाष कुँवरलाई देख्न सक्छौँ। डिफेन्स यहाँ ओहो बाबा सङ्गम सिरिज 18-19 साथीहरू। चिरणको पनि राम्रो छ है, चिरणको पनि राम्रो छ। चिरणको विषयमा के भन्न खोज्नुभएको बुझिनँ है मैले। ओहो उमेश सेन्चुरी 20-18 2 अङ्कले लिड गरिसकेको छ आयोजक टिम। गण्डकी प्रदेशको टिम हो यो र जुन टिम धनमुडा समाज आयोजकबाट खेल प्रदर्शन गर्दै हुनुहुन्छ। ओहो ब्लक लगाए है गण्डकीले, हेर्नुहोस् त। ओहो फेरि पनि ओहो धकल्दै हिमाल सन्जु बाबा 21-20 है साथीहरू। तपाईँको बोल्ने शैली एकदम राम्रो छ है भन्नुभएको छ प्रकाश पुन, धेरै धन्यवाद छ हजुरलाई। पहिलो सेटको खेल जहाँ 21-18 भएको छ। आयोजकको टिम 21 छ भने परदेशी हातेमालो 18 र आजका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरू शर्मिला बिसी टेकेन्द्र बोहरा आइसक्नु भएको छ भने आज अन्य कलाकारहरूको पनि प्रस्तुति रहने हामीलाई आयोजकज्यूहरूले जानकारी पनि गराइरहनु भएको छ। र आज पनि मौसमले हामीलाई साथ नदिने हो कि भन्ने डर पनि छ है अर्कोतर्फ साथीहरू। ओहो विप्सन यहाँ 19-21 गुड लक सर भन्नुभएको छ। सर नमस्ते, सन्चै हुनुहुन्छ? एकदम हामी सन्चै छौँ। तपाईँलाई कस्तो छ, के छ? हजुरहरूले आफ्नो पनि ख्याल गर्नु होला है त। लाइभ हेर्दै हुनुहुन्छ, ड्युटीमा हुनुहुन्छ होला, लुकेर हेर्दै हुनुहुन्छ होला है। गाह्रो छ विदेशमा हुने साथीहरूलाई, नेपालमा रहने साथीहरूलाई पनि मिठो सम्झना, विदेशमा हुने साथीहरूलाई पनि मिठो सम्झना। सपोर्ट गर्नु होला, साथ दिनु होला। यति दुःख गरेर हामीले यहाँहरूलाई यो भिडियो देखाइरहेका छौँ। डिफेन्स दिपेश थापाको जीवन हिमाल, यहाँ हिमाल र विवशले संयुक्त ब्लक लगाउनु भएको छ। तेइस उन्नाइस 24-19 हेर्नुहोस् त।
ओके लाइभ राम्रो छ भन्नुभएको छ। म बुटोलदेखि हेर्दैछु भन्नुभएको छ। करब ज्याब हो अब भन्नुभएको छ। सन्जु बाबा सन्जु यहाँ 24 सरी 25 20 को विरुद्ध 25 नम्बरले पहिलो सेट पहिलो सेट जितिसकेको छ यहाँ गण्डकी प्रदेशको सेट टिमले। समाज बुटोलले आफ्नो हात पार्न सक्नुभएको छ। अझै पनि भन्न सकिने छैन, कमब्याक गर्नुपर्नेछ प्रदेश। म आसन गराउनको कार्यक्रमलाई जोड्छु। यति बेला लोकप्रिय कलाकार कार्यक्रमको घोषक पनि राष्ट्रिय लोक तथा लोकगीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्य समितिको उपाध्यक्ष मेरो आदरणीय दाई नारायण बिपी परियारको आगमन भएको छ। अतिथि कलाकारको रूपमा आसन ग्रहण गरिदिनु हुन म यहाँलाई हार्दिक र विनम्र आग्रह गर्दछु। आदरणीय दाईलाई यो कार्यक्रममा धेरै धेरै स्वागत पनि गर्दछु। कृपया आसन ग्रहणका लागि हार्दिक र विनम्र आग्रह गर्दछु। यस्तै लोकप्रिय कलाकार असाध्यै आदरणीय व्यक्ति, एक प्रतिभा, अनेकन विधामा आफूलाई अब्बल साबित गराउन सफल टेकेन्द्र बोहराजी यहाँलाई मञ्चमा आएर अतिथि कलाकारको रूपमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक र विनम्र आग्रह गर्दछु। यस्तै लोकप्रिय कलाकार सानो बच्चा हुँदादेखि नै कलाकारितामा लागेर अनवरत रूपमा कहिले गायकको रूपमा कहिले अभिनयकर्ताको वा कलाकारको रूपमा आफूलाई स्थापित गराउन सफल शर्मिला बिसी म आसन ग्रहणका लागि आग्रह गर्दछु। राम्रो छ लाइभ भन्दै हुनुहुन्छ है सबैले। ल धेरै धेरै धन्यवाद छ। हामी सम्झिन्छौँ मनिषा थापा प्रगति चोक निवासी हाल न्युजिल्यान्डबाट यो कार्यक्रम हेर्दै गर्दा नगद 10,000 रुपियाँ सहयोग गर्नुभएको छ। धेरै धेरै धन्यवाद, आभार, कृतज्ञता व्यक्त गर्दछौँ। नयाँ बजार आमा समूहले यस कार्यक्रममा 5,555 रुपियाँ अर्पण गर्नुभएको छ। नयाँ बजार आमा समूहका आमा दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद, आभार, कृतज्ञता व्यक्त गर्दछौँ। यति बेला एउटा नृत्य यहाँहरूको बिचमा बिचमा जोड्ने जमर्को गरिराखेका छौँ। नृत्यका लागि असाध्यै राम्रो कलाकार, असाध्यै राम्रो डान्सर लक्ष्मण भण्डारी कता हुनुहुन्छ? लक्ष्मण भण्डारी यदि यही कतै हुनुहुन्छ भने कृपया छिट्टो मञ्चमा सम्पर्क राखिदिनुका लागि आग्रह गर्दछौँ। लक्ष्मण भण्डारी मेरो डान्स युनिभर्सको टप 18 मा समेत पुग्न सफल असाध्यै राम्रो डान्सर लक्ष्मण भण्डारी यस कार्यक्रमको आकर्षणको रूपमा रहनु भएको छ। उहाँले आफ्नो टिम पनि यहाँ नृत्यका लागि लिएर आउनु भएको छ। अहिले भर्खरका बालबच्चाहरूलाई नृत्य सिकाएर भर्खर कलाकारितामा बाहिर सार्दै गरेका बालबच्चाहरूलाई अभिनयमा पोक्त गराउने, डान्समा पोक्त गराउने काम गरिरहनु भएको छ लक्ष्मणजी। म यहाँलाई अगाडि आमन्त्रण गर्दछु। भोजनका लागि जानुभएको छ जस्तो छ। यदि यहाँ हुनुहुन्छ भने लक्ष्मण भण्डारीजी म यहाँलाई अतिथि कलाकारको रूपमा आसन ग्रहणका लागि पनि मञ्चमा आमन्त्रण गर्दछु। लक्ष्मण भण्डारी यदि यहाँ हुनुहुन्न भने यो कृपया छिट्टो मञ्चमा सम्पर्क राखिदिनुका लागि म हार्दिक र विनम्र आग्रह गर्दछु। लक्ष्मण भण्डारी कता हुनुहुन्छ? कृपया छिट्टो मञ्चमा आइदिनु होला। भलिबलको घम्साघम्सी चलिराखेको छ। आयोजक टिम र ओके मलेसियाबाट हेर्ने अम्बराजी स्वागत छ है। परदेशी हातेमालो र आयोजकका बिचमा भलिबल घम्साघम्सी हेर्नेलाई पनि आनन्द, खेल्नेलाई पनि आनन्द यहाँ चलिराखेको छ। म कलाकार लक्ष्मण भण्डारी यहाँलाई मञ्चमा आइदिनु हुन हार्दिक र विनम्र आग्रह गर्दछु। र डान्स आइटलमा फाइनलमा पुग्नुभएका साथीहरू यहाँहरूलाई पनि म तयारी अवस्थामा रहनु हुनका लागि हार्दिक र विनम्र आग्रह गर्दछु। ओके म स्पेनबाट हेर्दैछु भन्नुभएको छ नरेशजी, धेरै धेरै धन्यवाद छ हजुरलाई। म चाहिँ युएबाट हेर्दैछु भनेर नरेश बी ले हेर्दै हुनुहुन्छ। नरेशजी स्वागत छ। नरेश गुरुङले पनि हेर्दै हुनुहुन्छ हामीलाई। नरेश गुरुङ, त्यसै गरी नरेशजी गीत बजेको भएर है राम्रो छ भन्नुभएको छ। गणेश बुढाथोकी स्वागत छ हजुरलाई। मलेसियाबाट टेक बहादुरले हेर्दै हुनुहुन्छ। यहाँहरूले लाइक पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला र नयाँ साथीहरू कमेन्ट पनि गरिदिनु होला। ल है सुरु भयो है लाइभ, ठिक छ नि साथीहरू? ओके भैरवादेखि हेर्दैछु सर भन्नुभएको छ। हेलो 1-0 नम्बर 1 बराबर 1 इक्वल 1 बराबर है। फोर्थ चाहिँ बाटाका चौरको टिम भयो है। म चाहिँ इन्डियन आर्मी ड्युटीबाट लुकेर हेर्दैछु भन्नुभएको छ विनोद विक। धन्यवाद छ विनोदजी। मिठो सम्झना हजुरहरूलाई यसरी लुकेर हेर्दै हुनुहुन्छ। नम्बर 2 1
यो माइक बज्दा हल्लिएको हो यो यताको माइक कम गर्न लगाइदिनु न है उताको ठुलो बनाउनु लगाइदिनु डिस्टर्ब हुन्न यताको अलि भयो कि जानु न भन्नु एकजनाले सर उहीँ गएर भन्नु है नम्बर 2 बराबर 2 इक्वल ओके 2 बराबर है सर सरी है म चाहिँ साउदी अरबबाट हेर्दैछु मेरो घर इस्मा गुल्मी भन्नुभएको छ सरम जीसी स्वागत छ देवेन्द्र पुन तातेको रहेछ नमस्ते हजुर इन्डियादेखि लुकेर हेर्दैछु भन्नुभएको छ धन्यवाद छ ओके गोपालजी यहाँलाई पनि स्वागत छ है परदेशी हातेमालो अङ्क 3 रहेको छ भने आयोजक अङ्क 3-2 है हो हिमाल सुनारी नम्बर 3 बराबर 3 इक्वल 3 बराबर है म फुर्सदको टाइममा हजुरहरूको कमेन्टहरूलाई स्थान दिनेछु अब म कमेन्टीतर्फ लागेँ है साथीहरू दिपेश राम्रो बचाउ सन्जुको त्यहाँ सन्जु वाह बाबा नम्बर 4 आउटसाइडबाटै निकै राम्रो प्रहार सन्जुको यहाँ 4-3 को स्थितिमा फुल्के शान्तिपुरबाट कान्छो भाइले हेर्दै हुनुहुन्छ धन्यवाद छ ओके हजुरको कमेन्टहरूलाई स्थान दिनेछु 409 जना जोडिनु भएको छ सर्भिस यहाँ अशोक श्रेष्ठको जीवन निकै राम्रो खाली ठाउँ बढ्दै नम्बर 4 बराबर सरी 4 बराबर है मलेसियाबाट हेर्दैछु भन्नुभएको छ बुद्ध मगर अफिसियलजी धेरै धेरै धन्यवाद छ भ्युअर्सहरू बढाउनु होला है साथीहरू अझै बढाउनु होला ओहो हिमालको सिग्नेचर स्पाइक हामीले आज देखाउनु पर्नेछ हजुरहरूलाई अलि भयो कि सर श्री सर यो यताको अलि कम गरिदिनु न साउन्ड बुङ बुङ गर्दा मुहाले हल्लाइदियो कि उताको ठुलो बनाइदिनु कि यो नि चलाउनु नम्बर 6 ठिक छ अहिले ठिक छ एकदम राम्रो छ राज थापा ल छ चारै साथीहरू सर्भिसमा उमेश सेन्चुरी जर्सी नम्बर 7 ओहो सुभाष कुँवर चलाकीपूर्ण खाली ठाउँ बढ्दै त्यहाँ सात चार है ल है साथीहरू ओके मलेसियाबाट हेर्दै हुनुहुन्छ प्रेम सुनार स्वागत छ ओहो बाबा 5-7 है बिप्सनले त्यहाँ सन्जुको ब्लगमा फुत्लुक्क पारिदिएका छन् है बिप्सन बाबा सिन्धुलीबाट प्रेम आलेमगर स्वागत छ हजुरलाई कमेन्ट लिनेछु 8-5 है अङ्क लिइरहेको छ यहाँ आयोजकको टिम जुन गण्डकी प्रदेशको सेट टिमलाई देख्न सक्छौँ यो टिममा इन्द्र विक र जीवन सुनार सन्तोष विक जस्ता खेलाडीहरू यसपालि देख्न पाइएन परदेशी हातेमालोबाट जीवनलाई देख्न पाएका छौँ भने इन्द्र सन्तोषको गाउँतिर नै गेम भएको हुँदा उहाँहरू उतै बिजी हुनुहुन्छ है अब लगतै पिएम कप पनि हुँदैछ ओहो बाबा सङ्गम सिरिज 6-8 अझै पनि भेट्ने अवस्था छ निखिल नेपाली हेर्दै हुनुहुन्छ पुना हो हजुर भन्नुभएको छ पुनादेखि धनकुटाबाट हामीलाई सोनिया मगरले पनि हेर्दै हुनुहुन्छ धन्यवाद सोनियाजी सन्जु स्पाइक यहाँ सन्जुको स्पाइकले अङ्क दिलाएको छ अङ्क 9 छ सजिलरी नै दौड्दै छ यहाँ आयोजकको टिम सर्भिसमा विवसाले जर्सी नम्बर 10 सेटरको भूमिकामा लामो समयदेखि गण्डकी प्रदेशबाटै सेटरको भूमिकामा देख्न पाइरहेका छौँ 7-9 है सर्भिसमा सेटर सुभाष कुँवर परदेशी हातेमालो बोर्डिङ युएईबाट जो मनु खड्का सरको टिम मनु खड्का सरले स्पोन्सर गरेर पठाउनु भएको टिम हो अशोक गल्ती गर्दै यहाँ अङ्क परदेशी हातेमालो 8 धनमुडा समाज आयोजक अङ्क 9 8-9 सर्भिस सुभाष कुँवरको
विश्वास अधिकारी 10-8 युवतीका ढुकढुकी हुनुहुन्छ है हाम्रो विश्वास अधिकारी। हिजो पनि फोटो खिचाउँदै हुनुहुन्थ्यो विश्वास अधिकारीले, उमेश सेन्चुरीले। एकदमै युवतीका ढुकढुकी हुनुहुन्छ हाम्रो विश्वास। हो ब्लक आउट बनाउँदै यहाँ 9-10 9-10 काठमाडौँदेखि किरण अफिसियल हेर्दै हुनुहुन्छ, पोखराबाट तुल राणा मगरले हेर्दै हुनुहुन्छ। म पनि हेर्दैछु सल्यान 4 को मान्छे अहिले इन्डियादेखि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ। निकै राम्रो स्पाइक यहाँ। 11-9 कुकुरलाई बाहिर जाने बाटो छोडिदिनुहोस्। 11-9 है। कुकुरले डिस्टर्ब गरेको अवस्था हेर्नुहोस् त। ओहो मैदानमै आयो त के हो भने। ल है ल बल्ल बाटो पाए, बाटो छोडिदिनु पर्छ है। बाटो छोड ओहो 12-9 है फ्रम जापानबाट यति बेला तेन्सी कार्कीले हेर्दै हुनुहुन्छ। MNSHKT 3295 ले पोखरादेखि हेर्दैछु भन्नुभएको छ। धन्यवाद छ हजुरलाई। दुबईबाट हेर्ने साथीहरू चक्र केसी यहाँलाई पनि स्वागत छ। 10-12 है साथीहरू। म पनि हेर्दैछु भनेर राजु शर्माले जानकारी गराउनु भएको छ। के छ खबर? ठिक छ हजुर। चक्र केसी यहाँलाई पनि स्वागत छ। बोमबहादुर यहाँलाई पनि स्वागत छ। म कोरियाबाट हेर्दैछु भन्नुभएको छ। धन्यवाद छ। 13-10 है साथीहरू। सोझो हान्छ कि क्या हो गण्डकी प्रदेशको सेट टिमले। अशोकको सर्भिस यहाँ। चौध 10 है। अर्घाखाँचीबाट सुतेर हेर्दैछु है भन्नुभएको छ नारायण बस्नेतजी। अर्घाखाँची कुन ठाउँबाट होला? म पनि हेर्दैछु गलकोट हाल जापानबाट सूर्य कुँवरजी धन्यवाद छ। रतनाले G5K वाचिङ फ्रम दुबई भन्नुभएको छ। ल यहाँहरूको कमेन्ट ल्याउँदैछु। धेरै धेरै धन्यवाद छ यहाँहरूलाई। लाइक पनि गर्नुहोला, कमेन्ट पनि गर्नुहोला, सेयर पनि गर्नुहोला र सब्सक्राइब पनि गर्नुहोला। यस्ता मेला महोत्सवहरू देशका विभिन्न कुना कन्दरामा पुगेर हामी यहाँहरूलाई देखाउने गर्दछौँ। वाङ्लाबाट हेर्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छ। म अर्घाखाँची धेरै ठाउँ आएको छु है। याचीबाट हेर्दै हुनुहुन्छ विवेक गुरुङ धन्यवाद छ। वाह बाबा 11-14 म पनि हेर्दैछु इन्डियाबाट धन्यवाद छ। म पनि गिरिसबाट है भनेर गोविन्द थापाले जानकारी गराउनुभयो। झापाबाट सुतेर हेर्दैछु भन्नुभएको छ। कालीकोटबाट कुसुमजीले पनि हामीलाई हेर्दै हुनुहुन्छ। ठिक छ कुसुम पँधेराजी। ऋतुजीले गलकोटको सूर्य विक छ कि नै? छैन है, छैन सूर्य विक हुनुहुन्न है। दुबईबाट सुमन परियार हेर्दै हुनुहुन्छ। आयोजक राजन दर्लामी छैन, गण्डैको हुनुहुन्न है। राजन अन्त जानुभएको थियो गेममा। 15-11 है। डिफेन्स जीवन सुनार। खेलकुद नेपाल हो बाबा 16-11 नन्दु मगरजी कैलाली को मान्छे हाल बेङ्गलोरबाट हेर्दै हुनुहुन्छ। राजन थापा फर्स्ट प्राइज आयो भन्नुभएको छ। ल है कता आउँछ है फर्स्ट प्राइज? ल है दाङबाट हेर्दै हुनुहुन्छ। म त बसेर हेर्दैछु भन्नुभएको छ। ए हो र 12-16 है। दोस्रो सेटमा 12-16। म बमबहादुर खत्री, म इन्डियाको कोलकाताबाट ड्युटीबाट लुकेर हेर्दैछु सर भन्नुभएको छ। धन्यवाद छ। साउदीबाट हेर्ने दिनेशजी यहाँलाई पनि स्वागत छ। पोखराबाट हेर्ने इन्द्र गाहा यहाँलाई पनि स्वागत छ। कतारबाट हेर्दै गरेको श्याम कुमाल सरलाई पनि स्वागत छ है। कुन ठाउँमा हो सर? बागलुङको बरेङ है। बागलुङको बरेङ 17-12। हजुरको कमेन्ट पनि लिइरहेको छु भने स्कोर बोर्ड पनि देखाइरहेको छु। सोझो सेट हुन्छ जस्तो छ भन्नुभएको छ हजुर। दिनेशजीले हग्दै हेर्दै हुनुहुन्छ। ल ओ माई गड। ल है त्यसरी नहेर्नुहोस् है, फोन खस्ला फेरि साइफनभित्र। ओहो साइफनभित्र छ्यास्सा होला फेरि है। ओहो बेप्सन शाही 13-17 प्युठानबाट है भनेर हेर्दै हुनुहुन्छ यति बेला। यो मेलाको अध्यक्ष आदरणीय देव थापा मेरो दाजु हुनुहुन्छ भन्नुभएको छ। सूर्य कुँवर हो र धेरै धेरै धन्यवाद। 18-13 है साथीहरू।
14-18 है साथीहरू। फर्स्ट प्राइज 2,25,555। त्यसै गरी रमेश सिंहले म बुटोलबाट हेर्दैछु भन्नुभएको छ। हजुर अवश्य पनि रतन आलेले गरेको कमेन्ट हेर्नु होला। म भोजपुरबाट भन्नुभएको छ, धन्यवाद हजुरलाई। धेरै कमेन्टहरू छुटेका छन् होला। ओहो लहै तात्दैछ यहाँ परदेशी हातेमालो। बाबा 15-18। हजुर नरेशजी पक्कै पनि हेलो सर नमस्कार, म पनि हेर्दैछु है नेपालगञ्जदेखि भनेर लिप थापाले, लिलबहादुर थापा हुनुहुन्छ होला। सन्जु ल है 19-15। सूर्य विक कहाँ हुनुहुन्छ थाहा भएन है, त्यो त गलकोटतिरै हुनुहुन्छ होला सूर्य भाइ है। विष्णु थापाले हेर्दै हुनुहुन्छ, ओके धन्यवाद छ। म गुल्मीबाट हेर्दैछु भनेर विशाल बोय धन्यवाद है, धन्यवाद। मलाई कतिले चिन्नु भएको छ कमेन्टमा लेखिदिनु होला। कोले चिन्नु हुँदो रहेछ मलाई, म हेर्नेछु। 20-15 मेरो अन्य ठाउँको कार्यक्रमहरू कोले हेर्नु भएको रहेछ यहीँबाट नै थाहा हुन्छ। घलेमान काजीले हेर्दै हुनुहुन्छ हामीलाई, वाचिङ फ्रम हङकङ भन्नुभएको छ। काबसोतीबाट हेर्दै हुनुहुन्छ, ओके लोक मगरजी धन्यवाद। 16-20 है। साउदी अरबबाट हेर्दैछु, लुकी गेम हेर्दैछु सर, जय गण्डकी भन्नुभएको छ। कृष्ण काफले धन्यवाद हजुरलाई। क्लोज क्याम्पमा हुन पनि सक्यो है सूर्य है। बुटोलबाट हेर्दैछु कान्छा गुरुङ। 21-16 लकले पनि साथ दिइरहेको छ यति बेला सन्जुको टिमलाई। अवश्य पनि युकेबाट किरण थापा मगर स्वागत छ। ओहो दिपेश थापा स्पाइक गर्ने बाहिरिएको छ। 22-16 परदेशी हातेमालोले अब कमब्याक गर्नुपर्ने छ। थकुरी राजा स्वागत छ, बुटोलबाट हेर्दै हुनुहुन्छ। युकेदेखि किरण थापा मगर स्वागत छ। निरज पुन बेस्ट अफ 5 हुनेछ है। सर्भिस बिग्रो धेरै अवश्य पनि। केटिएमदेखि हेर्ने अर्जुन थापालाई पनि स्वागत छ हजुरलाई। 17-22 खै मैले सोधेको प्रश्नको उत्तर आएन। मलाई कोले चिन्नु हुँदो रहेछ अन्य ठाउँको कहाँको कार्यक्रम हेर्नुभयो। ताप्लेजुङबाट सुतेर हेर्ने विश्वास लिम्बुलाई पनि स्वागत छ है। सुतेर हेर्नु होला है। 23-17 सुती हेर्न पाइरहनु भएको छ। प्राइज कति हो? 2,25,555 रहेको छ प्रथम पुरस्कार। सेकेन्ड कति छ अरे दाइ? सेकेन्ड 18-23 सेकेन्ड प्राइज कति अरे? 1,15,00,000 सेकेन्ड प्राइज है। थर्ड प्राइज 60,000 र सान्त्वना पुरस्कार 30,000। बाटा कचौडले सान्त्वना स्थान हासिल गर्दै 30,000 लगिसक्नु भएको छ है। पुरस्कार लानु नै छ है। ओहो बाबा 24-18 ओके इन्डियादेखि हेर्ने आर्मी निशान स्वागत छ। फाइनल हो र हजुर फाइनल है। फाइनल निकै तातेको छ है बागलुङको बोरिङमा। बाबा सर्भिसमा उमेश सेन्चुरी। जीवन ओहो 19-24 कतारबाट सुतेर हेर्दैछु म पनि भन्नुभएको छ ल है। सुतेर हेर्ने धेरै हुनुहुँदो रहेछ, अल्छी हुनुहुँदो रहेछ है हजुरहरू। ल धेरैजना सुतेर हेर्नु भएको छ। हुन त अब विदेशको ठाउँमा सुत्ने बेला पनि भयो होला होइन। ओहो सन्जु एकदम फर्ममा हुनुहुन्छ है। मेरो घर पनि बोरिङ हो सर, म अहिले नेपालगञ्जदेखि हेर्दैछु। राम्रो छ भन्नुभएको छ हो र। 20-24 कतै नानु बनाउने त होइन सन्जुको टिमले र भेट्ने अवस्थामा पनि छ परदेशी हातेमालो। जीवन सुनारको सर्भिस डिफेन्स अशोक सन्जु। बाबा 25-20 को विरुद्धमा 25 नम्बर लिँदै हो। सेकेन्ड सेट पनि धर्मरा चौर समाज बुटोलले आफ्नो हात पार्न सफल भएको छ। यो बिचमा एउटा नृत्य यहाँहरूको बिचमा प्रस्तुत गर्ने जमर्को गरिराखेका छौँ। नृत्यका लागि समय एकदमै कम छ, त्यसो भएका कारणले ढिला नगरिकन म लक्ष्मण भण्डारीलाई अगाडि आमन्त्रण गर्दछु। नृत्यका लागि लक्ष्मण भण्डारी
यो मनोरञ्जनको कम्बो प्याक छ यहाँ जे चाहियो त्यही लोकप्रिय कलाकारहरू चाहे त्यो गाउने होला चाहे त्यो नाच्ने होला अनेकन विधायकका प्रतियोगितात्मक कार्यक्रमहरू पनि यहाँ चलिराखेका छन् यति बेला नृत्यका लागि असाध्यै राम्रो डान्सर मेरो डान्स युनिभर्सको टप 18 सम्म पुग्न सफल राम्रो डान्सर राम्रो कोरियोग्राफर पनि सबैले जोरदार तालीले स्वागत गरौँ मञ्चमा लक्ष्मण भण्डारी। सुरेन्द्र केसीको टिम छैन दाजु हुनुहुन्न है। डिलराम चुदाराजी स्वागत छ। अदित गाहाजी स्वागत छ। कमेन्ट गर्नुहोला खाली समयलाई सदुपयोग गर्दै हुकुम सर हजुरको लाइभ हेर्छु धेरै जस्तो भन्नुभएको छ। आर्मी निशानजी धन्यवाद धन्यवाद। मलाई कोले चिन्नु हुँदो रहेछ अघि प्रश्न सोधेको थिएँ सबैले भनिदिनु होला कतिले चिन्नु हुँदो रहेछ होइन पर्दा पछाडिको हिरोहरूलाई कतिको चिन्नु हुँदो रहेछ है। लाइभ त हेर्नुहुन्छ मान्छे पनि चिन्नुपर्छ है साथीहरू। ओके विशाल बोय स्वागत छ हजुरलाई। काम गर्दै हेर्दैछु दाजु भन्नुभएको छ। ल मैले हजुरहरूको लागि म्युट गरिनँ है साथीहरू फ्रेम बिग्रिन सक्छ। हेर्न पाउनुहुन्छ 12-17। ओके क्रिस मगर साउदीबाट हेर्ने साथी स्वागत छ। पालपाली हुनुहुँदो रहेछ। 12-17 सर्भिसमा जीवन सुनार। सर्भिसमा पनि धेरै मिस्टेक छ यहाँ। 18-12। जीवन सङ्गमको आज सर्भिस मिस्टेक भइरहेको छ। 18-12 मुकेश राई स्वागत छ है। गण्डकी अलवेज टप भन्नुभएको छ। बाबा बाबा दिप्सन शाही ठकुरी ओहो यो पनि त निकै राम्रो खेल यहाँ। दिप्सन शाहीको हेर्नुहोस् है सरी दिप्सन शाही ठकुरीको ओहो 19-13 है। कोरिसियाबाट पनि हेर्दै हुनुहुन्छ। गण्डकी लिबुर राम्रो छ है डिफेन्स हजुर हजुर है। कुञ्जन साई हुनुहुन्छ है कुञ्जन साई। अर्कोतर्फ लुम्बिनी प्रदेशका सौरभ फुङजेली गुल्मीका हुनुहुन्छ उहाँ। 14-19 अझै पनि भेट्ने अवस्था छ साथीहरू। नेपालगञ्जबाट हेर्दै हुनुहुन्छ लीलबहादुर थापाजी। अब प्रोग्राम गुल्मीको मुसिकोटमै छ है साथीहरू। पालिका स्तरीय खेल 20-14 है। तेस्रो सेटको खेल हो। मालदिप्सबाट हेर्ने जङ्ग मगरजी स्वागत छ है। हो बाबा 21-14 के भयो त फाइनल खेल धेरैले कुर्नु भएको थियो भने जस्तो भएन होला है साथीहरू। चन्द्रकोट न्युज प्यार भाइ स्वागत छ भाइ। ओहो 15-21 है साथीहरू। तर अझै पनि भेट्न सकिन्छ मेहनत गरेर खेल्ने हो भने। हजुर हजुर विवेक ठकुरी अवश्य पनि। हेलो 16-21 है। भेट्न सक्छ है जर्मनीबाट हेर्दैछु भनेर भन्दै हुनुहुन्छ स्वागत छ। बाइस 22-16 साथीहरू। सन्जु सर्भिसमा जर्सी नम्बर 9 सन्जु विक्रम शाह सर्भिस गर्दै हुनुहुन्छ यहाँ। ओहो लहै ओहो बाबा चिरण खड्का बुम स्पाइक 17-22 अझै पनि भेट्न सक्छ यहाँ। यस्तै बुम स्पाइक आयो भने
एकदमै बुडुम बुडुम हुँदैछ है यति बेला साथीहरू। उताबाट पनि दिने यताबाट पनि दिने है, दोहोरो हानाहान। यसलाई भन्छ दोहोरो हानाहान है साथीहरू। ओहो 18-21 सरी 18-22 है। ल है अब केही होला जस्तो छ है। परदेशी हात्तीमालो यो सेट गर्यो भने त यति बेला गुरुङ फ्रेन्सिस स्टोर्स बरेङबाट तलमुडा जोड समाजका खेलाडी सञ्जु विक्रम शाहको खेलबाट प्रभावित भएर नगद 5,000 रुपियाँ अर्पण गर्नुभएको छ। धन्यवाद गुरुङ फ्रेन्सिस स्टोर्सलाई। गेम सकिने बित्तिकै हामी पुरस्कार प्रदान गर्नेछौँ। 23-18 है 23-18 ओहो बाबा बिप्सन 19-23 गिरिङदेखि हेर्दै 19-23 को बिचमा शान्ता रानीको एन्ट्री हुँदैछ। बहादुर थापा यहाँहरूले प्रतीक्षा गर्नुहोला। चौबीस 19 24-19 हेर्नुहोस् त खाली ठाउँ भर्दै गर्दा पनि बल बाहिर पो गयो त। सुभाष कुमारको के भयो? क्लियर गर्न ल, बल हराउन सक्छ। अशोक श्रेष्ठ बललाई क्लियर गर्न ल। शान्ता रानी परियारको एन्ट्री हुँदैछ। सबैलाई तप तयार भएर बस्नुको लागि आग्रह गर्दछौँ। 25-19 यति बेला